वित्तीय शिक्षा वित्तीय समृद्धिको सारथी। सरकारले यो कदम धेरै अगाडि लिनुपर्ने थियो र अहिले भए पनि लिएको छ। यो एकदमै राम्रो छ। यसका लागि हामीसँग प्राधिकरणसँग अहिले नीतिहरू, हाम्रा बीमा लेखहरू अथवा इन्स्योरेन्स पोलिसी भन्छौँ हामी त्यसलाई, इन्स्योरेन्स पोलिसीहरू हामीसँग पर्याप्त मात्रामा छ। त्यसैले नीतिगत रूपमा हामीले गर्नुपर्ने काम खासै यसमा केही पनि छैन। नेपाल सरकारले कुनै बीमा कम्पनी चुज गरेर सरकारी बीमा कम्पनी होला वा निजी बीमा कम्पनी होला, कसैलाई छानेर सरकारले चाहिँ नि यो सम्पत्तिको बीमा गर्छौँ भनेर भन्ने हो भने सरकारले सिधै कम्पनीमा गएर बीमा गर्न सक्ने अवस्था छ। त्यसैले कुनै पनि थप नीति बनाउनु पर्ने वा थप अवस्था चाहिँ नि नयाँ अवस्था चाहिँ हामीले डेभलप गर्नुपर्ने अवस्था छैन। अहिले भएकै नेपाल सरकारले आफ्नो सम्पत्तिको मूल्याङ्कन गर्नु पर्यो। मूल्याङ्कन गरिसकेपछि कति मूल्यको बीमा गर्ने हो त्यो अनुसारको मूल्याङ्कन अनुसारको बीमा कुनै पनि कम्पनीमा गएर गर्न सक्छ र त्यो अनुसारको बीमा चाहिँ सुचारू हुन्छ।